यान्त्रिक ग्रामर लिएर आइसकेको छु। जुनी जुनीको अर्थ हुन्छ नगरी, नगरिकन, विदाउट डुइङ भन्ने अर्थ लाग्छ। जस्तै हामीले यान्फोमा पढेको थियौँ सिनाइदे, सेम हो है त। सिनाइदेलाई हटाएर हामीले जुनी थपिदियो भने एउटै अर्थ लाग्छ। युज कसरी हुन्छ भने चाहिँ दुईवटा काम जोड्दाखेरि पहिलो काम नगरिकन नगरी दोस्रो काम भयो भन्ने अर्थ दिन्छ। जस्तै भक्को नाइ फर्मलाई हटाएर जुनी थपिदिनु पर्छ है त। जस्तै सिनाइको चाहिँ सेजुनी हुन्छ भने कोनाइको चाहिँ कोजुनी हुन्छ। यो चाहिँ अपवाद याद गरेर राख्नु होला। इक्जाम्पलबाट जाउँ, एकदमै प्रष्ट हुनसक्छ है त। किनो मत्ताकु नेजुनी बेङ्क्यो शिमास्ता, हिजो पटक्कै नसुतिकन पढेँ है। नेनाइको नेजुनी भयो है त। अनि अर्को इक्जाम्पल पनि हेरौँ। जिस्यो ओ चुखावाजु नि निहोङ्गो नो न्युसु ओ योमिमास्ता, डिक्सनरी प्रयोग नगरिकन जापानी समाचार पढे। चुखावा नाइको चुखावा जुनी भयो। सिनाइदे पनि हामीले बोलचालको भाषामा एकदमै धेरै प्रयोग गर्छौँ र यो जुनी पनि प्रयोग गरिन्छ, तर यो चाहिँ एकदमै फर्मल मानिन्छ।